हेलो गाइज, आज चाहिँ म दिसभरि होटलको कामले गर्दाखेरि मलाई लास्टै थाकिरहेको थियो। अनि त्यसपछि फेरि अहिले कति बज्यो ह, रातिको 12 साढे 12 भइसक्यो। अनि साउले फेरि फोन गरेर नाइट ड्युटी जानु पर्यो आइज भनिरहेको छ। हेरौँ, अब नाइट ड्युटी चाहिँ मेरो ट्र्याक्टर चलाउने हो है। ट्र्याक्टर चलाउने, बालुवा चोरी गर्ने हो। अनि त्यसपछि अब स्याट्टो जानु पर्यो होइन। ल केटाहरू, म चाहिँ अब सुतिरहेको थिएँ, ट्याक्क उठ्यो, अब जाने हो। ल जाम है त साथीहरू। अनि ट्र्याक्टर चाहिँ हाम्रो होटेलमै छ है। अनि म अब ट्याक्क गएर बाइकमा गएर ट्र्याक्टर लिएर निस्किने हो। अनि हेरौँ होइन कस्तो हुन्छ आजको ट्र्याक्टर। पुलिसहरूले फेरि लास्टै ल्याङ गर्छ कि यतातिर। फेरि अब राति 11-12 बजेको हो होइन, 12-1 बजेको, तर पनि पुलिसहरू लास्टै घुमिरहन्छ कि। जाम होइन, अब होटेल जाम। अनि त्यसपछि च्याट्ट लाएर ट्र्याक्टर लिएर जानु पर्यो। ल है साथीहरू, हामी चाहिँ होटेलमा आइपुगिसक्यौँ होइन। मैले काम गर्ने होटेलको किचन चाहिँ यही हो होइन। अहिले चाहिँ 12 बजे, साढे 12 बजेको बादले सबै बन्द छ। अनि म तपाईँहरूलाई मैले काम गर्ने, मैले रोटी हान्ने भट्टी पनि देखाउँदैछु, हेर्नुहोस् है त। यही हो होइन। अहिले पनि साढे 12 भइसक्यो, अहिले पनि आगो निकै धेरै रहेछ। ल गाइज, हाम्रो ट्र्याक्टर चाहिँ यही छ है। यही हो हाम्रो ट्र्याक्टर चाहिँ। अब जानुपर्छ। ल मैले चाहिँ यो गाडी लिएर आएको, अनि अहिले यहाँ भित्र हालेर राखेको छ। अहिले रुममा जाने बेलामा 3-4 बजे कति बेला रुममा जाने बेलामा फेरि लिएर जानुपर्छ यही गाडी चढेर। ल स्टार्ट गरेर हेरौँ है त, ट्र्याक्टरमा डिजल छ कि नै हेर्नुपर्छ। साँच्चै एउटा पानी बोतल लिऊँ न, अहिले खाना मन लाउँदाखेरि पिउन मन लाउँदा पिउनुपर्छ होइन। जाडो महिनामा चाहिँ फ्रिजको लिनु हुँदैन, यतैतिरको बक्सबाट सिधा बक्सबाट निकालेर लिनुपर्छ। गाइस, पानी पनि लिइसकेँ मैले, अब जाम होइन। ल गाइस, स्टार्ट चालु भइसक्यो होइन। अब स्टार्ट गरौँ।